सर्सेमा अझ घिउ राख्ने भाडा गाई घिउ एक भाडा नयाँ पुरानो डिजाइनको एक भरि थियो अब सकिन आँटेछ नि एकचोटितिर हामी आउँदाखेरि एक भाडै थियो होइन भैँसी दुहाउनु भन्दा त है नानी अब के खान्छ खै त्यति त होला नि अन्तको भाडा त्यति राम्रै हुँदैन यसमै चाहिँ राम्रो हुन्थ्यो अलिक खरिया राखेन भने के हुन्थ्यो त्यसो गरेर त खरियो यो पानी यसमा तपाईँ भनेको के अरे काठमाडौँ बस्ने नानीहरू त्यसो गरेर त दिनकै किन्नुपर्ने हुन्छ पानी हाल्नु यस्तै 200 को मासु ल्याउने दाल पाउने भुट्नु खान्छ एक एक पिस बेलुका बिहान बुढाबुढी मान्छे भयो छोरी बुढीलाई 200 को 100 को मासु ल्याऊ कुने यत्रो भात त कहाँ खानु निकाल्नु थोरै निकाल्नु न भैँसी कराउनु थालेछ काफल खाँदै दुखलाई सासी घरमा कस्तो बलिन्छ काफलको रुखमा काफलको दिनु दिनु अलिकति हो थ्याङ्क यू काफल त है बाबा यस्तो छ होला मैले सोचेको थिएन मम्मी भिडियो रेकर्ड गर्नु वा यार लड्ला साथीहरू लड्ला एकछिन तलतिर के बच्चा भन मलाई सर झार्नुलाई टुङ हाल्दा मलाई देखिरहेको छ तिमी हेरेर एउटा भ्लग बनाउन आँट्यो सब भ्लगर हुनु भएर अब सुत्ता गर यो सुत्ता गर अनि यहाँसम्म सुत्ता गर्न सानो यो हेर लुगा त रातै भएपछि समाएर यहाँसम्म के यो त कस्तो खुसी भयो के काफल गाइज काफल तोक्दैन त्यो सानीलाई त्यस्तो नाना लाएर खोइ यस्तो खुट्टामा ल भाइलाई कस्तो भिडियोमा थम्लाङ थुम्लुङ खुब थम्लाङ थुम्लुङ यात्तै भइहाल्यो सब मजाले बोलेर पढाइदियो कोही त मरे मान्छे बोलेसँग बोल्यो आफ्नै छ पारा डान्स बेबी डान्स त्यो तपाईँले पत्केर चलाएको नि त हामी चाहिँ अब भटाभट कोदो केलाउनुलाई गाई चरो कोदो होइन कोदोको झार झार ऐसा होता है ऐसा होता है झार ऐसा होता है कोदो का बिरुवा वाह हरियाली हरा भरा सरर एक बोतल पानी आउँदा नि रुँदै आइरहेछ कोही कोही मान्छे किन रोको नरौ नरौ बा पेट ठुलो भएर रोको यसो गर्नु न कता हिँडाउने हो यताउता सर बिस्तारै गर्नु न मान्छे देखाएर नजिकै हात टाउको देखाउने भयो ल अलिअलि यस्तो झलक बनाउने क्या आफ्नै भैँसमा गएर हामीले चाहिँ हेर्दा हेर्दा यहाँ अन्डा भेट्यो कि घाँस काट्दा काट्दै चराको अन्डा तर एउटा फुट्यो अब यसले कालिजको अन्डा भेटेको आइज अब तर अब त्यो कालिज आउँदैन हामीले देखेपछि यो त हामीले लगेर खानुपर्ने हुन्छ उसिनेर ल घाँस काट्दा काट्दै त अनि देखिहाल्ने आलु हेर साथीहरू आलु यत्रो यत्रो आलुसम्म फल्छ सिग्रेमा